गाडी धेरै कति धेरै फलेछ निरो रुखभरि गाडीको अवस्था गाइस हाम्रो पार्लर अगाडि चाहिँ केएफसी छ केएफसीको अपोजिट हुँदै जाँदा अनि तिमीले के खोजेको भाइ भाइ के खोजेको मैले हात्ती खोजेँ दिदी हात्ती हरायो हात्ती खोजेँ बुझ्न चाहिँ भेट्यो बिचरा रसमान भाइ सलिना तिमीले राख्दैछौ भाइको एयरपोर्ट हाम्रो भाइको एयरपोर्ट हराएको सूचना भेट्नु हुने गाइजहरू तुरुन्तै सम्पर्क गर्नु होला मैले चाहिँ भनेको एयरपोर्टमा चाहिँ प्लेन कुद्दैछ होला भनेको भाइले पत्ताउँदैन एयरपोर्टमा कुदिरहा तुरुन्तै भेट्नु भयो भने तुरुन्तै सम्पर्क गर्नु होला गाइज गाडीमै हेर्दाखेरि नदेखेको अघि था गाडीमा झर्यो कि निरो एक लाइन देऊ त भाइले एयरपोर्ट कहाँ खसायो यसो कुरा सुन्दा त निरो माथि शंका लाग्न थाल्यो ल कस्तो कि अब मैले चोरे अब मैले एयरपोर्ट चोरे हैन मेरो अब केही काम हैन मैले काम गर्न बसेको हैन मैले चोर्न बसेको हैन अब मैले चोरे त्यो एयरपोर्ट वाह देऊ त देऊ निरो गाई किक देऊ त साच्चै भन्छु त यहाँ हेर प्लस भन्दा के आयो प्लसमा एयरपोर्ट आएर त्यो एयरपोर्टले मलाई खाना दिन्छ म त बोकेर हिँड्न सक्दिनँ है त्यत्रो प्लेन बस्छ मेरो त कान पुग्छ नि एयरपोर्ट लाउने अन्त कान म त बोकेर हिँड्न सक्दिनँ लक्ष्मण दाइले कहाँ राख्नु भएको अनि बिर्सेर नि हामीलाई पार्नु भएको यहाँ बुझेर हुन्छ निरो तिमीले साँच्चै चोरेकै हौ कहाँ चोर्न मलाई पु एकदमै सुदर्शन लगाएर सिआइडी बोलाउने हो कि त भाइको एयरपोर्ट छिटै भेटोस् शुभकामना छ त्यो बिना त म बस्नै सक्दिनँ सिआइडी बोला सिआइडी भाइ चाहिँ तनावमा हुनुहुन्छ गाइज भनिदिनुहोस् कमेन्ट गरिदिनुहोस् भाइलाई एप्पल अर्को एउटा लडिरहेको एप्पलको खाँचो छ रडिरहेछ अरे कहाँ लडिरहेछ साँच्चै हो बाहिर चाहिँ पानी परेर पुरै मान्छे निन्द्रा पुग्यो भाइको एयरपोर्ट भाइको एप्पल निकालो न कट्टा हालिदिन्छु के हेपेको नि त तिमीलाई किन खुसी हुनु भाइ कसलाई दुःख पर्यो निरु ए को यस्तो स्वभाव चाहिँ लक्ष्मणको छ दाइबाट सिकेको कुरा चाहिँ मैले यही हो है ए तिमीले बहिनीहरूलाई त्यस्तै सिकाउनु पर्छ बहिनीहरूलाई त्यस्तै सिकाउनु पर्छ हामीलाई पढाएको एउटा सर रिटायरमेन्ट हुनु भएछ थाहा छ 15 वर्षपछि हैन 25 वर्षपछि पेन्सन पनि नलिएर उपदान केही नलिकन निस्क्यो किन पेन्सन चाहिँ किन नपाएको नलिएको रे ए धेरै धनी धेरै धनी भएर हो धेरै धनी भएर हो तर सोही इच्छा के थाहा त्यसमा फोर्स गरेर जे लेख्न नि पाए हैन ब्ल्याकमेल गर्न नि पाए नि त सही हो सही बोका हाँसेको र के गर्दै छि भाइ तिमी बोका हो त्यस्तो हाँस्नु छ के हाँसेको त्यस्तो होइन उसले निद्रामा उठेर भन्न सक्नु पर्छ तर उसले चाहिँ त्यस्तो चाहिँ केही पनि भनेको थिएन है उसलाई थाहा पनि थिएन बिचरा थाहा थियो त बहिनी भन्नु त थाहा थिएन नि दुईजनाको बिचमा के रे
तिमी चाहिँ अब थर्ड पार्टी खाली योजना बनायो यही दिदी हो भन्छ गाइजहरु दिदीले कसरी म हो भन्दिनु पर्यो अब तपाईले भन्नुभयो नि त म के रे उठेन भनेर त्यो सबै चाहिँ तपाईलाई थाहा रहेछ नि त मेन कुरा होइन उ त म आउनु भन्दा अगाडि नै सुतेको मान्छे हो अनि कसरी थाहा थियो भन्नु त बिचरा हाम्रो भाइ लास्टै सेट अवस्थामा हुनुहुन्छ भनिदिनु न कसैले भाइको एयरपोर्ट हराएको अवस्था यस्तो नै हुन्छ त भाइ भाइ त पुरा मुस्कान दिएर बस्नु भएको छ त के हो सर के हो एयरपोर्ट राज यता सुन त नि एयरपोर्ट हराएको बेला झोकमा हाँस्नु भएको हो हाँसो सबै बिर्सी गयो दुःख सबै बिर्सी गयो के यो माया हो किनभने यो मायाले गर्दा झलकले भन न उसको एक झलकले हाम्रो लक्ष्मण दाइको रिस राग सबै गयो होइन लक्ष्मण दाइ लु बधाई छ लक्ष्मण दाइ मायामा कति पावर हुँदो रहेछ होइन लक्ष्मण दाइ मनमा पीडा भएर पनि मुखमा हाँसो ल्याइरहनु भयो अन्त लक्ष्मण दाइ मात्रै छ दिदी सम्पत्तिको नाममा त्यही एउटा एयरपोर्ट हो त्यही मात्र बिचारा दुखी आत्मा हातमा दिएको एप्पल खैल हातमा दिएको स्याउ खैल स्याउ कहाँ छ र स्याउ भाइको हातमा छ र स्याउ यहाँ चाहिँ एयरपोर्ट छैन होला पैसा मात्रै छ होला गाइस तै पनि भाइको एयरपोर्टमा प्लेन कुद्दैछ अहिले हाम्रो भाइको काम सुरु हुन लाग्यो है अब यस्तो दिन्छ कि भाइले यस्तो दिन्छ होइन यस्तो खतरा मोडाइल गरिदिन्छ हेर्नु हेर्नुहोस् है गाइस हेर्नुहोस् है सुकाएर काटेर भाइले फाइनली अब Best curly hairstyles for तेरे men. बाद नजर नहीं आती मुझे कोई मंजिल किसी और का होना मेरे बस की बात नहीं हाम्रो भाइ चाहिँ एयरपोर्ट हराएदेखि निराशमा काम गर्दै हुनुहुन्छ आज बिजी हुनुहुन्छ होइन अब त पाइसक्यो एकदम एयरपोर्ट हराएको भाइले रिसले काम गरे हुनुहुन्छ हेर्नु आज कपाल भुइँमा एउटा नरहने भयो गाइस होइन भनिदिनुहोस् हाम्रो भाइलाई सम्झाइदिनुहोस् यसो कमेन्ट पनि गरिदिनुहोस् भाइको कामको रेटिङ गरिदिनु भाइको कामको चाहिँ एकदमै प्रशंसा गरिदिनुहोस् है अब बुहारी मखै अब चाहिँ के होला बुहारी पाल्ला जस्तो छ है हाम्रो भाइले होइन कि कसो गाइज भनिदिनु पर्यो यस्तो झाडु लाउने केटा त अहिले पाउँदैन है गाइज कसलाई चाहिन्छ यसो म्यासेज गर्नु होला होइन हाम्रो भाइ जस्तो जाँगारिलो संसारमा कहिले पनि पाउँदैन कसैले पनि पाउँदैन है गाइजहरू ल यो हाम्रो भाइको एयरपोर्ट हो होइन एयरपोर्टमा प्लेन कुद्छ उडिरहेछ भनेको भाइले मान्दै मानेन खोजेर निकालेछ कतिखेर हेर्नु त अब यस्तो पनि हुन्छ त यो एयरपोर्टको लागि दिनभरि रोएर बस्यो हाम्रो भाइ अब रिसाले काम पनि गरिसक्यो हामीसँग बोल्दैन पनि यसो मुसु हाँस्दै काम गर्नुहुन्छ गाइजहरू यो एयरपोर्टमा त्यस्तो के छ भने लाउनु भएको छ के हो एयरपोर्ट र मान्छेलाई ल त गाइज भनिदिनु पऱ्यो कमेन्ट पनि गरिदिनु पऱ्यो यो एयरपोर्टमा के छ है त गेम बहादुर फाइनली गेम खेल्दैछ भाइले एयरपोर्ट लाएर